वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ आफ्टर सो लङ म चाहिँ जाँदैछु रोयल इनफिल्डको राइडमा। राइड हो कि के हो चाहिँ मलाई पनि थाहा छैन एक्ज्याक्टली है। मलाई इन्भिटेसन आएको थियो, बाइक पनि उतैबाट दिन्छु भन्नुभएको थियो। त्यसो भए यति भएपछि मलाई के चाहियो भनेर म चाहिँ हिँडिदिएँ होइन। आज वुमन्स डे सेलिब्रेट त गर्न पऱ्यो होइन महिला भएपछि। अनि अब चाहिँ म यहाँबाट होन्डा एनएक्समा जाँदैछु। अनि वहाँ गएर चाहिँ इनफिल्ड एक्सचेन्ज गरेर चाहिँ अनि म हिँड्छु होला, राइडतिर हिँड्छु कि त्यहीँनिर रमाइलो हुन्छ कि के हुन्छ मलाई थाहा छैन। म चाहिँ टेकु जाँदैछु। आम अलरेडी लेट 7:45मा पुग्नुपर्ने, 8 बजिसकेको छ। चाहिँ आइपुगेँ है इनफिल्ड सोरुममा। गुड मर्निङ एभ्रिवान। ह्याप्पी वुमेन्स डे सबैलाई है। यहाँ आउनुभएको चाहिँ सबै वुमेन्सलाई ह्याप्पी वुमेन्स डे मेरो तर्फबाट अनि हाम्रो रोयल इनफिल्डको तर्फबाट। आज हुन गइरहेको हाम्रो यो रोयल इनफिल्डको वुमेन्स डेमा चाहिँ हाम्रो प्राइम टिभी र रोयल इनफिल्डको एउटा कोल्याबमा आज एउटा हुन गइरहेको प्रोग्राम छ, जसमा चाहिँ हाम्रो एलिजा म्यामले चाहिँ आज वुमेन्स डेको बारेमा केही सानो एउटा ब्रिफ गरिदिनुहुन्छ। र आज आउनुभएको सबै वुमेनलाई चाहिँ एकदम हाम्रो तर्फबाट ह्याप्पी वुमेन्स डे र आइदिनु भयो। थ्याङ्क यू भेरी मच हाम्रो रोयल इनफिल्ड फ्यामिलीको तर्फबाट। र सानो ब्रिफ चाहिँ हाम्रो म्यामले गरिदिनुहुन्छ आजको। हेलो नमस्ते, म प्राइम टाइम्स टेलिभिजनमा म प्राइममा चाहिँ एज अ डिरेक्टर छु होइन। सो आज म यहाँ रोयल इनफिल्डमा आउन पाउँदा यति धेरै खुसी लागेको छ। सायद म बाइक राइडिङ नगरेको धेरै नै भयो होइन। अनि त्यति अब कस्तो भयो भने अब सानोमा आफ्नो अब एउटा बाइक भन्ने बित्तिकै एउटा ड्याडी दादासँग हिँडे जस्तो एउटा हुन्छ नि एउटा भयो। लाइक अहिले चाहिँ म एकदम एक्साइटेड छु भनौँ न। अनि सो आज ह्याप्पी वुमेन्स डे तपाईँहरू सबैजनालाई, हामी महिलाहरूको एउटा आज विशेष दिन होइन। सो हजुरहरू लाइक आई थिङ्क कतिजना चाहिँ राइडै गर्नुहुन्छ होला है धेरैजना। कस्तो राम्रो। सो अब यहीँबाट थाहा हुन्छ कि हामी वुमेन्सहरू हामी नारीहरू चाहिँ केहीमा कमी छैनौँ भनेर चाहिँ हजुरहरू अगाडि नै हुनुहुन्छ फ्रन्टमा। त्यही भएर म चाहिँ हजुरहरूलाई एज लाइक यस्तो इन्सपायर्ड भयो कि म पनि अब राइड गर्छु होला, सिक्छु। बारेमा त धेरै भन्नै पर्दैन, अहिले त अब हाम्रो महिला राष्ट्रपति नै भइसकेको देश हो हाम्रो होइन। सो हामी केही कुरामा कमी छैनौँ भनेर त हजुरहरू नै यहाँ हुनुहुन्छ। सो ह्याप्पी वुमेन्स डे, थ्याङ्क यू। अनि आज 115औं इन्टरनेसनल वुमेन्स डेको अवसरमा रोयल इनफिल्ड अर्थात् अल्फा अटोमोटिभ प्राइभेट लिमिटेड र प्राइम टेलिभिजनको संयुक्त रूपमा यो हामीले कार्यक्रम आयोजना गरेका छौँ। ल गाइजहरू फाइनल्ली हामी चाहिँ डेस्टिनेसनमा आइपुग्यौँ है। यहीँ हो नि हाम्रो डेस्टिनेसन होइन त। ल कता गयो साथी? ल अब हामी जाने हो लेमन ट्री अरे, दामी छ। म अब देखाउँछु ल बाहिर हाम्रो डेस्टिनेसन कस्तो छ। राइडहरू यो है हाम्रो डेस्टिनेसन चाहिँ। अनि यहीँसम्मको डेस्टिनेसन राइड थियो। हामी चाहिँ अब माथि जाँदैछौँ। कुन फ्लोरमा पनि थाहा छैन। कुन फ्लोरमा हो दाइ? सेकेन्ड फ्लोर। ए सेकेन्ड फ्लोरमा रहेछ। यो हाम्रो ठाउँ। कस्तो गर्मी रहेछ। गर्मी रहेछ। एकदमै खुसी लागेको छ। अनि लेमन ट्रीलाई धेरै धेरै धन्यवाद। र हरेक वर्ष यसरी नै मनाउन पाऊँ हजुरहरूको साथमा। अब के गरेर हुन्छ हामी यसै गरी कोल्याब गरेर भेट्न पाऊँ, विशेष गरेर त वुमेन्स डेकै दिन होइन। अनि अझै प्रगति होस्, हामी सबैको यति इन्सपायर्ड लेडीहरू हुनु। ल गाइजहरू अब चाहिँ हाम्रो खाना खाने टाइम भएको छ। खाने टाइममा बोल्नु हुँदैन, त्यही भएर म चाहिँ क्यामेरा अफ गरेर खाना आँटेको छु है। ल साथीहरू अब चाहिँ म खाना खानु लागेको। यता एलिजा म्याम पनि हुनुहुन्छ, यता म पनि छु। अब चाहिँ म सुरु गर्छु है खाना। चाहिँ हाम्रो यहाँ म्युजिकल चेयर हुन आँटेको छ, तर राइडरहरूको चेयर भनेको चाहिँ यही बाइक हो होइन। अब यहाँ राउन्ड लाउँदै हुनुहुन्छ। सट्टापा लिएर पेस्तोल किनेको, सट्टापा लिएर पेस्तोल किनेको। ल गाइस तेस्रो राउन्डमा पनि म निक्लिन। ल गाइस तेस्रो राउन्ड पनि भयो। गाडीले मलाई चस्दै अब चौथो राउन्ड। अरे गाडीले मलाई चस्दै। चौथो राउन्डमा पनि निस्किन गाइस। सकेको नेक्स्ट राउन्ड। ए सुरु भइसकेको।
माथि गर्नु अब सबैजनाले ल माथि गर्नु अब सबैजनाले त्यहाँको प्रोग्राम सकिएपछि आधी उधी राइडर्स चाहिँ जानुभयो घर अनि इनफिल्डको भन्दा बाहिरको पनि साथीहरू हुनुहुन्थ्यो अनि हाम्रो चाहिँ मिटअप गर्ने सानो प्लान थियो अनि प्री होली फोटोसुट प्लस अब नेक्स्ट राइडको लागि हाम्रो सानो प्लानिङ पनि थियो। अब नेक्स्ट राइड चाहिँ एकदमै सरप्राइज हुनेवाला छ। छिटो छिटो गरेर 1000 फलोवर पुऱ्याउनु पर्ने हुन्छ गाइजहरू, 1000 सब्सक्राइबर। अनि त्यस पछाडि चाहिँ एउटा सरप्राइज राइड हुनेवाला छ। गाइजहरू हेर्दै गर्नुहोला है, अनि एकदम हेरेर सपोर्ट गर्नुहोला। अनि हजुरहरूको मायाले नै अब भ्लगहरू आउनुलाई चाहिँ मोटिभेसन मिल्छ मलाई है एकदम। अब चाहिँ हामी घ्याम्पे डाँडाको राइडतिर चाहिँ जाँदैछौँ। घ्याम्पे डाँडा पुगेर चाहिँ अनि आज हामी होली नआए पनि होइन, आज वुमन्स डेकै दिन चाहिँ हामी होलीको यसो कलर सलर दल्ने ओर्ने यताउता अब अलिअलि रमाइलो गर्ने। अनि प्लस हामी अब यहाँ हाम्रो लेडी राइडरको ग्रुपहरू चाहिँ नभेटेको पनि धेरै भइसकेको छ। अनि यसो चिया गफकाप सँगसँगै चाहिँ हामी नेक्स्ट राइडको लागि प्लान गर्दैछौँ। अहिलेसम्म हामी अब नेपालभित्रैको राइडहरू गरिरहेको थियौँ नि त, अब हाम्रो इन्टरनेसनल राइडको भिडियो आउँदैछ छिटोभन्दा छिटो। हामी चाहिँ बाइक चलाइरहेको थियौँ अनि तुलसादीतिर एकजना अर्को लेडी राइडर साथी चाहिँ अगाडि जाँदै यस्तो टर्निङमा अगाडि भिडियोहरू बनाउँदै हुनुहुन्थ्यो। जे होस् यो चाहिँ एकदम मेमोरी हुने भयो। अनि हामी चाहिँ त्यही पाइलट बाबामा बसेर चाहिँ यहाँ अलिअलि डिस्कसनहरू भयो राइडको लागि। अनि त्यस पछाडि चाहिँ छिटो गरेर अब होली खेलौँ घर जानुपर्छ भनेर चाहिँ अनि त्यस पछाडि हामी फोटोसुटको लागि पनि यताउता तयारीहरू गरियो होइन। अनि त्यहीँ बसेर खाजासाजा खायौँ। अब त्यो खाजासाजा खाएको चाहिँ मैले क्लिप लिन भ्याइनँ, यहाँ दिदीहरू हामी डिस्कसन गरेको चाहिँ मैले लिएको थिएँ। अनि त्यस पछाडि चाहिँ हामी त्यहाँनिर फोटोसुटहरू गऱ्यौँ अनि मैले यहाँ भिडियो सुट पनि गरेँ। त्यस पछाडि चाहिँ हामी होली खेल्न गयौँ। हाम्रो चाहिँ होली अहिले नै आइसक्यो है, यस्तो गतिमा अब हामी सबैजना होली मनायौँ। अब हामी चाहिँ घर जानुपर्ने हुन्छ। ल साथीहरू, फाइनल्ली म चाहिँ घर आइपुगिसकेँ। अब चाहिँ अब एकदमै टायर्ड भइसकेको थिएँ अनि फ्रेस भएँ। त्यो होलीको कलरहरू एकदमै अनुहारभरि भएको थियो। यहाँ एउटा घाउ पनि आइरहेछ। अनि म चाहिँ स्किन केयरहरू गरिसकेर अब चाहिँ म सुत्न लागेको। गुड नाइट, सी यू इन द नेक्स्ट ब्लग। बाई बाई गाइज।